साथी हो। आज म चाहिँ धरानको माछा भौडीमा यसो हावा खानुलाई आएको छु है। यस्तो रमाइलो रहेछ। राति राति त बरै रमाइलो हुने रहेछ। हेर्नुहोस् त कति रमाइलो। यसो हावा खानु पर्यो भनेर आएको होइन। धेरै रमाइलो हुने रहेछ। अनि हजुरहरू पनि आउनुहोस् ल, बेलुका बेलुका नै यतै धरानतिर हुनुहुन्छ भने। एकदम रमाइलो छ। मेरो पनि यसो गर्मी भएर क्या हो, बरै धरानतिर झरेको बेलामा धरानको माछा भौडी भन्छ यो चाहिँ होइन। अनि यसो हावा खानु पर्यो भनेर आएको हो है। तल तल नै घुम्नु पर्दाखेरि एकदम रमाइलो छ है साथी। हजुरहरू पनि आउनुहोस् ल, रमाइलो ठाउँमा घुम्नुको लागि आउनुहोस् है। बाई बाई।